हेलो गाइज, वेलकम छ सबैजनालाई मेरो भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। तर म चाहिँ बिरामी भएको थिएँ, मम्मी आएर हस्पिटल लिँदै हुनुहुन्थ्यो। अनि भिडियो चाहिँ किन बनाएको भनेर सोच्नु होला। हजुरलाई मेरो एकदम टेन्सन हुन्छ भनेर मैले भिडियो बनाइदिएको। अनि प्रब्लम चाहिँ के हो भनेर सोच्नु होला। मलाई चाहिँ दाँतको प्रब्लम हो। चक्लेट धेरै खाए जस्तो लाग्थेन। खै मम्मीको दुधमा मम्मीले के मिसाएर खुवाउनु भयो, अहिले मेरो दाँत किराले खायो। वेदर चाहिँ आज एकदम राम्रो भएको थियो। म भन्दा राम्रो त भएको थिएन। ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा। अनि आज चाहिँ चेक गर्न म न्यू रोड गएको थिएँ। अस्ति नै चेक गरेको, तर आज चाहिँ अर्को डेन्टल जाँदै थियौँ। यो न्यू रोडमा एएस कलेक्सनको अलि अगाडि बागे डेन्टल भनेर हामी गएको थियौँ। अनि अटोलाई भाडा दिएर अनि मम्मी र म भित्र गयौँ। पर्मिसन लिएर चाहिँ भिडियो बनाएको, डक्टरले नदेखाइदिनु भनेर। अनि म भित्र पसिसकेको छु। यति बेला मेरो चेक हुँदै थियो। उहाँहरूलाई चाहिँ मैले देखाएन। अनि प्रब्लम चाहिँ आरसिटी गर्नुपर्ने भएछ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।